मर्निङ फ्यामिली सबजना ब्याक टु मेरो च्यानल फेरि होइन सादा साइकलबाट इन्ट्रेस्ट दिइरहेको छु मैले मोबाइल बनाउन जान लागेको छु मेरो भाइको मोबाइल बनाउन जान चाहिँ भाइको मोबाइल नि बनाउँछु अहिले स्कुल पनि छिर्छौँ स्कुलबाट छिटै मेरो ब्याग छ स्कुलमा अघि पानी परेको थियो पानी परेर ब्याग पनि त्यही स्कुलमा राखेको थिएँ ब्याग साइकल राम अनि साइकलमा छु म अहिले साइकलमा ब्याग साइकल आउन गयो त्यहाँ पानी बढेको क्या बाढी जस्तो बाढी परे जस्तो भयो हाम्रो गाउँतिर त्यस्तै हेर्नु न गाउँ बाढी परे जस्तो भयो हाम्रो गाउँतिर त त्यही यस्तो मोबाइल सुवाल बनाउनु जान्छौँ मोबाइल सुवाल बनाएर स्कुलतिर छिर्छौँ भएन भने त्यो झन्डानेतिर राइड हान्दा पऱ्यो यसको दिदीभरि त्यतातिर बाढी परे ठिकै बाढी परेको राम्रो स्कुल भोलिबाट जान्छ पछाडि जान्छ मेरो भ्लग अब आउँदैन होला दुई दिन हेर्नु बाढी परे जस्तो भयो क्या यतातिर डुबान बारी सब डुबान हेर्नु यस्तो भेर बाढी जस्तो कहाँ गएर दोस जान लाग्यो गयो है ल त्यही हो भोलि पर्सितिर भोलिबाट नै पर्सिबाट मेरो भ्लग आउँदैन होइन त्यही हो अहिले जाँच छ नि त पर्सिबाट जाँच पनि छ जाँच छ त्यसको भ्लग आउँदैन होला त्यसको 2-3 दिनपछि मेरो भ्लग के भयो अपलोड हुन्छ अपलोड भएपछि उसमा कहिले लग देखाइन्छ कहिले टाइममा देखाइन्छ के भयो थाहै छैन मलाई कि त्यही हो अब पर्सिबाट भ्लग आउँदैन अहिलेको लागि बाई भनौँ एकैछिनको लागि कट हानिदिन्छु अलिक छिर्ने होला नि त हामी छैन अहिले छिरौँ अहिले छिरिस हजुरहरूलाई अहिले पछि धेरै होइन 5-6 मिनट पछि भेट्छु त्यही हो 5-6 मिनट भेटेपछि अहिलेको लागि एकैछिनको लागि बाई भन्छ अहिले पछि हजुरलाई भेट्छु बाई गाइस फेरि पानी परेको छ है पानी पऱ्यो छिटो पानी पऱ्यो फेरि पानी पर्दाकै फेरि त्यो ल्याङ हुन्छ नि त हामीलाई त के गर्ने यो हामीले अब मोबाइल बेच्ने भयो या त्यस्तै अब यहाँ चाहिँ हजुरहरूलाई अलि पछि एक ठाउँमा गएर एकछिन भेट्छु भाइ पानी परेको थियो अघि पानी परेर नि बिदा भएर नि भिजेर नि यसरी ट्याक्क होइन यसो नित्रिकै भयो पानी निचारेँ पानी आज अलिक निचारेँ छैन मैले सब भिज्यो कि कट्टु नि भिज्यो टी सर्ट पनि भिज्यो म मात्रै होइन यो पनि भिज्यो यो गुन्डा पनि भिज्यो सब नित्रिक भयो गना खायो सेन लाग्यो झन् गना आएछ यहाँ त्यही हो आज आफ्नो घर जान्छौँ कामसाम गर्छौँ फेरि हामी यसको दिदीहरू जाने भने त्यो दिदीहरूतिर के गर्ने भिजिहाल्यो ट्राई गराउँछ हाँस्हाल्यो अब स्कुलमा ब्याग पनि लिन गएको ब्याग पनि भिज्यो यो मान्छे पनि भिज्यो म पनि भिज्यो लौवा गर माकुरीहरू सेन हालेको थियो त गनाएछ सेन पनि छ्या सेनको मासमा लभली आउँछ यार मैले आहा वेलकम गाइज सेन त बाउडी आउँछ कि त्यस्तो लजाउनु हुन्न यार होइन लजाउनु किन छ लजाउने कारण किन अहिलेको केटीहरू भने लजाएर के हुन्छ भन्नु त हजुरहरूले हो कि होइन भन्नु त लजाएर हुन्छ नि अहिलेको जमानाले लजाएर के भन्नु बालो भने के लजाउनु हुन्न कि हाँस्दै आयो नि लगाइ छ हजुरहरूलाई घर गएपछि भेट्छु होइन अहिले यहाँ घर चाहिँ जान्छु यो कपडा सबै फेर्छु खानसाना पकाएर के हुन्छ त्यति बेला थाहा हुन्छ अहिलेको लागि भाइ गाइज म आइसकेँ फेरि मेरो भ्लगहरू क्या अलि हाल्न भ्याइनेको मैले भ्लग हाल्न पाएन त्यो बिस्तारै अहिले आनन्द बसिरहेको छु भोलिबाट जाँच पनि छ पढेको पनि छैन फर्स्टमा म्याथको जाँच सब पढेको पनि छैन केही गरेको छैन सिलमा बसियो मलाई केही बाल छैन बाल त छ नि यार के बोल्न पाएँ भने चाहिँ नि बोल्छु म ठिक छ म हाल्छु अनि हाल्न पाएँ अनि आफैलाई कसरी हान्ने कसरी हान्ने र भन्नु त्यही हो चिया खाएर नि मोबाइलहरू बसिरहेको थियो भिडियोहरू मेरो भ्लग के भयो के भिडियो देखाउँछ कहिले लग देखाइन्छ कहिले के भन्छ होइन त्यो थाहा मलाई थाहै भएन के भयो त्यसलाई मिलाउनु पर्नु भयो अनि भिडियोहरू राम्रो देखाउँदैन कि त्यही भएछ अलिक घाम चर्केँ अनि बसिरहेको छु म अहिले खासा हारिसबाट आएँ आज स्कुलबाट नि 1 बजी छुट्टी भइदियो कि बिहानमा अनि 1 बजी छुट्टी भयो घर आएँ सुतेर बस्नु सन्चो नहोला जस्तो बस्नु त त्यही भएर होइन गाइज मेरो भ्लग पनि अलिक राम्रोसित आउँदैन भ्लग नआउनु कारण पनि छुट्टै अरे मेरो भ्लग घाम लास्टै चर्के आयो कहाँ जाने होला भने यस्तो बबाल घाम चर्के आयो गाइज यस्तो के हो भने यस्तो नेपालमा नि पानी पऱ्यो भने
पानी पर्न पायो भने पानी परिदिन्छ लभली लभली बुढाले मलाई बालहरूको सम्पत्ति आफ्नै हो कसो हिजो भर्खरै पानी परेर यस्तो डुबान भइसकेको थियो क्या हेर्नु न डुबान भइसकेको थियो त्यही हो गाइस भ्लग आउन अलिक मिल्दैन होला आजको भ्लग हाल्छु होला आज भ्लग हालेपछि त्यही हो भ्लगर नाम्सी आउँदैन जात चलिँदैन मलाई सन्चो पनि छैन नि त त्यही भएर हो पानी सानी खान्छु पानी पनि चिसो पानी हाल्नु लाग्छ यार गाइस त्यही हो कि मेरो हुन्छ नि जात भ्याएपछि म जान्छु घुम्नलाई हजुरहरू म घुम्न गएको भिडियो पनि हाल्छु होला अलिअलि त्यही हो पानी चेस हाम्रो गाउँतिरको पानी हो भने लभली खायो यति मिठो पानी हाम्रो गाउँतिरको पानी त्यही हो बसेको त दिदी भएर जान्छु होला दिदी भएर जान्छु ठ्याक्कै अगाडि नै स्कुलको बस आउँछ भने हाम्रो त गेटैमा नि अगाडि नै स्कुलको बस आउँछ कुराहरू त्यहाँ नारायण शिव मन्दिरको लागि बस्छ कि सब कुराहरू हेर्नु नि त बच्चै बच्चा के कोही छैन राम्रोसित भने त्यही हो त्यही हो अब बच्चाहरू भन्छ नि बिग फ्यान भन्नु थाल्छ नि यार बुढाहरू अहिले अरू के बिग फ्यान दाइ बिग फ्यान भन्दै आउँछ जो पनि लाजै लाग्छ कालु भाइ के भयो स्कुलबाट आएको भएको रे कसले को माइजू छोरा ए तँलाई बत्ती बालेर हेर्नु पर्यो यार दिउँसम्म नि कालु भाइ यार कालु के रे कसले दादाको ड्रेस बोल ल गाइज आज मेरो भिडियो पनि यहीँसम्म निमत हुन्छ होला भिडियो हाल्न पाउँदैन राम्रोसित त्यही हो राम्रोसित भिडियो नि हाल्न पाएन ज्वरो पनि कालो नि देखियो कि अनि धेरै गाह्रो भयो घाममा हिँडेर हो क्या धेरै कालो देखियो मलाई त भने किन हो किन भने अलिक राम्रो राम्रो भएर हिरो देखिदिन्छु भनेको हिँड्न मन लागिहाल्छ हिँडेपछि त बिहे हुन्न त्यही हो ल गाइस आजको मेरो भ्लग यहीँसम्म इन्ड हुन चाहन्छु होइन अब मेरो भ्लग पनि हालेर म सन्चो पनि छैन म जरा जस्तो लाग्छ अब हिजोको मेरो भ्लगहरू हुन्छ नि मेरो युट्युब च्यानलको हुन्छ नि मैले भिडियो सब अपलोड गरिसकेँ हुन्छ नि त्यो भिडियोहरू लग देखाइदिने कहिले के देखाइदिनु गर्छ रिस उठ्छ मोबाइल फाल्नु रिस उठ्छ के फाल्नु अब यो मोबाइल भ्लग बनाइरहेको छु अब आएको आउँछ विदेशबाट आएपछि त्यही त्यसमा चौको हालिदिन्छु त्यही हो आजको सब भिडियोहरू आज एडिट गर्न पचालेको छैन एडिट गर्छु एडिट गरेपछि हालिदिन्छु अनि मेरो ब्लग यहीँसम्म इन जान चाहन्छु होइन गाइस हजुरहरूले माया सपोर्ट देखाइदिनु होला भाइलाई त्यही हो ल सबलाई जय नेपाल भन्न चाहन्छु अब मेरो भिडियोमा त्यही हो सबजनालाई वेलकम बाई बाई अब मेरो जाँच पनि छ नि त जाँचमा सबैले मलाई पास भयो भने म लड्डु खुवाइदिन्छु मैले पूजा गरेर खुवाइदिन्छु लड्डु त्यही हो ल गाइस आजको लागि यति नै भयो होइन फेरि अर्को जाँच भएपछि आउँछ मेरो मिनी ब्लग मिनी नि आउँछ होला सर्ट पनि आउँछ होला लङ पनि आउँछ ल गाइस आजको लागि यति नै भयो ल सबजनालाई गुड बाई।